नमस्कार साथीहरू, म एलआर पौडेल। आज फेरि म तपाईहरुसित नयाँ एउटा स्थानमा आइपुगेको छु। कुन स्थानमा छु तपाईहरु मेरो पछाडिको ब्याकग्राउन्डबाट पनि प्रष्ट भइसक्नु भएको होला। यहाँनिर यो सुर्खेतको धिरगङ्गा नगरपालिका स्थित रामघाटको सेवा केन्द्रमा सञ्चालित यो धेरै पुरानो भन्दा पनि लगभग 50-60 वर्ष पुरानो इतिहास बोकेको यो घोडे जात्राको यो समारोहको स्थलबाट म तपाईहरुसँग जोडिने मौका पाएको छु। आज तिहारको भाइटिकाको भोलिपल्टको दिन पाँचवटै तिहारहरूमा विशेष उल्लासका साथ खाना निकै रमाइलो हुने गर्छ। हाम्रा पूर्वजहरूले सबै बस्तीहरू छिमेकहरू एक भएर एक ठाउँमा भेला भएर रमाइलो गर्ने प्रचलनको सुरुवात गरेका थिए। आजभन्दा धेरै त भइसकेको छैन, लगभग 50-60 वर्ष अगाडिका कुरा हो। दैलेखबाट हाम्रा पूर्वजहरूले यहाँ आउँदाखेरि यो परम्परालाई बोकेर लिएर आएका थिए। पहिला त्यति धेरै बस्ती थिएन, पहिला एकदम पातलो बस्तीमा अलिकति सकिए त्यति बेलाका युवा र पूर्वजहरूले दैलेखबाट आफू आउँदाखेरि यो परम्परालाई यहाँ भित्राएका हुन्। त्यति बेला यति रमाइलो हुन त त्यति बेलाको समयमा अहिलेको जस्तै रमाइलो तुलना गर्न त सकिँदैन। त्यस कारण त्यो समयमा रमाइलो थिएन भन्न त सकिन्न। खुसीलाई मापन गर्ने आफ्नो आफ्नो कुरा हुन्छ, खुसीलाई आफ्नै आफ्नै ढङ्गबाट मापन गर्न सकिन्छ। त्यो बेलाको जुन खुसी थियो अर्ग्यानिक थियो त्यति बेला भने अहिलेको खुसी अहिलेको आधुनिक तरिकाको र दुवै खुसीहरू त्यतिकै रोमाञ्चित थियो। त्यो समयमा मान्छेहरू खुसी पनि भन्न सकिँदैन। त्यति बेला खुसी भएर नै यो परम्परा अहिलेको अवस्थासम्म आइपुगेको हो र पूर्वजहरूले बनाएको उसको उद्देश्य के थियो भन्ने पक्षमा हामीले केही कुराको अध्ययन गरेर यसबाट केही तथ्यहरू फेला पारेका छौँ। यहाँनिर घोडे जात्रामा नचाहिने घोडा अनि तरबार, त्यो ड्रेस, यसले सैनिक र युद्ध कलाको अभ्यास अनि लड्दाखेरि प्रयोग हुने रणकौशलको बारेमा यसले चित्रण गरेको देखिन्छ। दैलेखमा प्रायःजसो दैलेखको ठाउँ सुन्दर अनि दुल्लु आसपासका राजाहरू अलिकति धेरै असुरक्षित हुने हुनाले उनीहरूले यस्ता खालका रणकौशलहरू ठाउँमा देखाउने गर्थे। ठाउँका बस्तीहरूमा त्यसरी नै कौशलहरू देखाएर शत्रुहरूलाई उनीहरूले अलिकति डर तरास देखाउने परम्परा थियो। त्यस हिसाबले त्यति बेलाका समयमा गर्दै आएका अभ्यासहरू परम्परा बने र पर्वहरूसँग जोडिँदै आए। यसरी दैलेखबाट आइरहेका पूर्वजहरूले पनि हाम्रो त्यो परम्परा लेकबेसी नगरपालिका वडा नम्बर 4 पिते डाँडाको यो लोक सांस्कृतिक जगेर्ना समूह भन्ने एउटा समूह गठन गरेर हामीले यसलाई चाहिँ जगेर्ना गर्दैछौँ। यसको लागि अब हामी भेरीबारी रामघाट भेरीगङ्गामा हाम्रो त्यहाँ आज घोडे नाच हुँदैछ, घोडे जात्रा हुँदैछ। त्यो जात्रामा हामी सांस्कृतिक ऐतिहासिक मेलामा हामी प्रस्तुत हुँदैछौँ। यसको लागि सम्पूर्ण हाम्रा भाइ बहिनीहरूलाई, हाम्रा अग्रजहरूलाई एकदमै हार्दिक धन्यवाद छ। अहिलेसम्म सबैले हामीलाई साथ दिनुभएको छ। यसमा हाम्रो क्यामेराम्यानलाई पनि म एकदमै हार्दिक धन्यवाद दिन्छु। बोकेर यहाँसम्म ल्याएका हुन् भन्न सकिन्छ। यत्र तरबारको कौशल प्रस्तुत गरिन्छ। घोडामा चढेर एकजना सिपाही अर्थात् त्यहाँ राजा होलान् सायद त्यति बेलाका, अथवा मन्त्री होलान्, अथवा सेना नायकै भन्न सकियो। सेनापतिले अब त्यो तरबार अनि त्यसपछि त्यहाँ लड्ने हतियारहरू र त्यो हतियारको चलाउने कलाको प्रस्तुति उनले गरिरहेका हुन्छन् भने त्यसको सँगै पछाडि रहेका सैनिकहरू हुनसक्छन्। तिनीहरूले चाहिँ आफू सुरक्षित हुने र त्यहाँ जाइ लाग्ने अनि त्यसपछि छेक्ने जस्ता कलाहरू त्यहाँ देखाइरहेको देख्न सकिन्छ। यसलाई परम्परागत तरिकाले नै मानिसहरूले यसलाई चाहिँ सधैँ एकै दिन वर्षमा एकै दिन भए पनि यो कौशल देखाएर सबै मानिसहरू हाम्रो विजय उत्सवलाई सम्झिएर खुसी हुने एउटा परम्परा बन्यो। त्यसैको सम्झना स्वरूप यहाँ पनि दैलेखका पूर्वजहरूले यहाँ आफू बस्ती आउँदाखेरि यो परम्परालाई लिएर आएको हुनसक्छ र त्यही सँगसँगै हाम्रा पूर्वजहरूले गरेका ती नियमहरू, ती परम्पराहरूलाई हामीले पनि जस्ताका तस्तै बोकेर हामीले अहिले देखाइरहेको
तर पहिलाको र अहिलेकोमा केही फरक देखिएको छ यहाँनिर। पहिला मानिसहरूको बस्ती पातलो थियो, परम्परा एकदम जस्तो थियो त्यस्तै ढङ्गबाट चलेको थियो, जस्तो कौशल देखाउन खोजिएको थियो त्यही तरिकाबाट मान्छेहरूले त्यसको प्रयोग गर्छ। अलिकति कमर्सियल भएको छ अहिले, अलिकति व्यापारमुखी अनि के अरे पैसामुखी यस्तो खालको देखिन थालेको छ। यसमा अब परम्परालाई संरक्षण गर्ने नियममा विकृतिहरू भित्रिएको जस्तो देखिन्छ। अलिकति अब यहाँ ठेक्का लिने ठेक्का परम्पराहरू सुरु भइसकेपछि घाटा नाफाका कुराहरू होला, तुलनाका कुराहरू होलान्। यिनले परम्परालाई के बचाइरहन्छ या परम्परामा केही दुर्घटना निम्त्याउँछ भन्ने कुरा अबको नयाँ पिँढीले सोच्नु जरुरी छ। र यसलाई विशुद्ध रूपले यहाँको नगर सरकार प्लस यो हाम्रो केन्द्रीय सरकार अनि प्रदेश सरकारले पनि यसलाई राम्रोसँग बुझाइदिनुपर्छ। यहाँको यो धरोहर हो, इतिहास बोकिसकेका हाम्रा यी परम्परा र हाम्रा कुनै किसिमका धरोहरहरूलाई संरक्षण गरेर हाम्रो भावी पुस्ताहरूमा पठाउने दायित्व हामी सबैको काममा छ। र जे अगाडि हाम्रा बुवा आमाहरू हाम्रा बाजे परबाजेहरूले जे कुराहरू सिकाएर गर्छ त्यही ढङ्गबाट त्यसलाई सिस्टमेटिक तरिकाले चलाउनुपर्छ भन्ने मान्यता हुन्छ। तर यता कता हेर्दाखेरि अलिकति बढी विकृतिहरू मैले यहाँ धेरै जसोको मुखमा रक्सीको दुर्गन्ध देखिरहेको थिएँ। परम्परा मान्ने नियमै रक्सी नै खानुपर्छ भन्ने छैन र उस्तानखेल गीतहरू बजाउनु पर्छ भन्ने छैन र उस्तानखेल तरिकाले नृत्यहरू गर्नुपर्छ भन्ने छैन। यो परम्परा हो, यसलाई पछिल्लो पुस्ताहरूसँग हस्तान्तरण गर्नका लागि घोडे जात्रा अथवा घोडे यो नृत्यभित्र रहेको वास्तविक उद्देश्यलाई चाहिँ छर्लङ्ग देखाएर भावी पिँढीहरूमा यो परम्परा जस्ताको तस्तै पुर्याउन सक्ने हुन्छ। यसबाट स्वदेश तथा विदेशमा र यो संस्कृतिको प्रसार प्रसार गरेर यहाँ पर्यटनहरू भित्राउन सकिन्छ। पर्यटन सँगसँगै यहाँनिर भएका स्थानीय सामग्रीहरू, स्थानीय कलाहरूको संरक्षण, सम्वर्धन र त्यसबाट चाहिँ प्रशस्त आय आर्जन गर्न सकिन्छ। विशेष गरी यहाँको स्थानीय सरकारले चाहिँ यो कुरोलाई हेर्नुपर्ने हुन्छ। मात्र पैसा कलेक्सन गरेर पैसाको नाममा विकृति भित्राएर यहाँनिर गाना बजाना मात्रै गराएर अथवा यहाँनिर मानिसहरूलाई ल्याएर भिड जम्मा गराएर यसले संस्कृतिको सम्वर्धन भन्दा पनि बरु विकृतितर्फ गइरहेको जस्तो देख्न थालिरहेको छु। हामी सानो सानो हुँदाखेरि यहाँ मानिने घोडे जात्राहरूमा यो यही ठाउँको घोडे जात्राको पर्वहरूमा अर्कै खालको उल्लासको वातावरण भएको जस्तो मैले आवाज पाउँथेँ भने अहिले म यतिको भइसक्दाखेरि यहाँनिर अलिकति धेरै मलाई छल्दै लागेको जस्तो महसुस गरेँ। घोडाको परम्परागत नृत्य त्यही लागि यो नाम बनेको हुनाले यहाँनिर स्पेसली तालिम दिएर कुनै मानिस अथवा कुनै एउटा संस्थालाई नै यहाँनिर अथवा जिम्मा दिएर हुन्छ एउटा ओरिजिनल घोडाबाट नै यो नृत्य गराउनु पर्ने र काल्पनिक टाइपको भए पनि अलिकति हो जस्तै खालको गरेर गराउनुपर्ने। यस संरक्षणको नेतृत्व बुढाहरूलाई दिने र यो नृत्य गर्न अलिकति बढी कठिन हुनाले युवाहरूले नै यसमा हात लिनुपर्छ जस्तो मैले मान्छु। र यो एकदम नृत्य एकदम छोटो भयो, यसलाई चाहिँ यो घोडे जात्राको अवधिभरि नै यो नृत्य प्रस्तुत गरिरहनुपर्छ। कम्तीमा पनि मलाई लाग्छ 1 घन्टाको हाराहारीमा यो नृत्य देखाउनु पर्ने हुन्छ। छोटो 2 मिनटको क्लिपमा यो नृत्यले गरेर हाम्रो पूर्वजहरूले जो सिकाएको थिए त्यसलाई नै बिर्सिने जस्तो मलाई लाग्छ। फेरि मानिसहरू टाढाबाट आइरहेको हुन्छ तर उनीहरूले यो घोडासँग भएको नृत्यहरूको बारेमा नबुझिकन यहाँबाट जान्छ भने के शिक्षा गर्नुहुन्छ। जुन ठाउँको झाँकीहरू हुनु पऱ्यो, खास झाँकीहरू पनि कम भएको छ। यसमा विद्यार्थीहरू साथ दिनु पऱ्यो, सेना प्रहरीहरूबाट आउनु पऱ्यो यहाँनिर र सेना पुलिसहरू र यहाँको नगर प्रहरीहरू अनि विद्यार्थीहरू र विभिन्न किसिमका संस्था टिमहरूले अथवा खेलाडीको टिमहरूले त्यही झाँकीको स्वरूप देखाउनु पर्थ्यो। पहिलो दिनभरि बिहानबाट हुनुपर्ने 2 बजेभन्दा पछाडि कार्यक्रम मात्रै थाल्दै जस्तो देखियो भने यसलाई केही कुराहरू सुधार गरेर अगाडि लान सकिन्छ। त्यसले धेरै आर्थिक सामाजिक तथा अन्य क्षेत्रहरूबाट पनि यस्तो ठुलो उपलब्धि हासिल गर्न सक्छ। र घोडे जात्राको प्रचलन कहाँबाट आयो, कसरी आयो भन्ने कुराहरूको सन्दर्भमा हेर्दाखेरि मैले अघि नै पनि भनिसकेँ। घोडे जात्रा विशेष गरी दैलेखमा रहेको यो परम्परा हो। दैलेखतिर पहिला सुर्खेतमा त औलो लाग्ने हुनाले यहाँनिर मानिसको बस्ती थिएन। धेरै समय पछाडि पुनर्वास कार्यक्रम सुरु भयो, औलो उन्मूलन पछाडि, त्यस पछाडि मात्रै मानिसहरूको बसोबास यहाँ भएको हो। र त्यो बसोबास
भन्दा अगाडि मानिसहरू प्राय यहाँ नबसेर दैलेखतिरै नै बस्ने गर्थे र इतिहासहरू हेर्दा र दुल्लुको राजा रहेको र दुल्लुमा धेरै राजशाहीहरूको आक्रमण पनि हुने गरेको तथ्य इतिहासहरूबाट हेर्दा पनि देखिन्छ र कहिले जुम्लाको राजा दुलदुल आई शासन गर्ने र दुल्लुमा चाहिँ विभिन्न गतिविधिमा अन्य राज्यहरूबाट आक्रमण पनि भएर उनीहरूले आफ्नो सुरक्षाका लागि सेनाहरूले त्यति बेला यस्तो कौशलहरू देखाउने र पर्वहरू यस्तै परम्पराहरू बन्दै जाँदा यो परम्परा स्थापित भएको त्यहाँनिर भएका त्यहाँ दैलेखतिर रहेका मानिसहरू बिस्तारै अन्य क्षेत्रहरूमा सर्दै जाँदा उनीहरूले नै यो कल्चरलाई लिएर आएका हुन्। यो सँगसँगै अब पहिलाका यो जात्राहरू नै श्रेष्ठ थियो भन्ने अहिले कता सुन्न सकिएको अलिक बढी कमर्सियल हुन पुग्यो। यसका फाइदाहरू भन्दा पनि यसका बेफाइदाहरू अथवा उन्मुख हुँदै गएको भन्ने जस्तो पनि देखिन्छ। पहिला एकै दिन एकैछिन मात्रै हुने गरेको भए जात्राले हप्तौँ दिन 15औँ दिनसम्म पनि यसले चाहिँ यहाँनिर मानिसहरूलाई मनोरञ्जन दिइरहेको देख्न सकिन्छ। अगाडि पहिलाभन्दा धेरै नै अगाडि बढ्दै गएको छ परम्परा, तर अलिकति परम्परागत तरिकामा अगाडि जान सकिरहेको छैन। सामानहरू तयार गरेर त्यसमा तयार गरेर मात्रै नहुँदो रहेछ। त्यसमा त्यही भएर अलिकति मलाई लागेको हुन्छ घोडे जात्रा भन्ने नाम आउने, घोडाको उपस्थिति नहुनु, घोडे जात्राको नृत्य कम हुनु र घोडाहरू एउटा मात्रै हुनु, अलिकति 2-3वटा घोडा बनाएर युवाहरूलाई चाहिँ यो हस्तान्तरण गर्न नसक्ने, युवाहरू नै यसमा खटिएर अलिक लामो समयसम्म यसको नृत्य प्रदर्शन गर्नु र अलिकति जोस तहरहरू र संस्कृति स्थानान्तरण गर्ने प्रयास पनि हुन नसक्ने जस्ता कुराहरू धेरै कमजोरीहरू देख्न सकिन्छ र यति हुँदाहुँदै पनि गर्दाखेरि नै कमजोरी, नगर्दाखेरि केही पनि हुँदैन र यसलाई सुधार गर्नुपर्छ भन्ने मलाई लाग्छ र पहिलाभन्दा धेरै नै यसमा सुधार अथवा उपलब्धिहरू भएकै हुन्। ती उपलब्धिहरूलाई ती हाम्रा पूर्वजहरूलाई हामी सम्मान गर्दै आजको यो घोडे जात्रा यो परम्परा मैले जस्ताको तस्तै तपाईँहरूमा देखाउने समर्पण गरेँ। तपाईँलाई यो प्रसङ्ग कस्तो लाग्यो त्यस्तो कमेन्ट बक्समा लेखेर सल्लाह सुझाव दिन नबिर्सनु भन्दै आजको प्रस्तुति बिदा हुन्छु। हवस्, नमस्कार।